गरेका छन् उहाँहरूलाई धेरै धेरै धन्यवाद। दिदी अब हामीले कार्यक्रमको सुरुवात त गीतबाट गऱ्यौँ, अब नृत्य हेर्न हुँदैन र दिशान्त अब नृत्य हेर्ने होइन। यहाँ हामीलाई भर्खरै प्राप्त सूचना अनुसार चाहिँ हिजो हाम्रो क्लासमा जुन गोला प्रसाद गरेको थियो नि अभिभावकहरूलाई खेल खेलाउने भनेर त्यही खेल खेलाउनु पर्यो अरे। अब के भइहाल्छ नि, ल अभिभावकहरूलाई बोलाउँ न त। Everyone, I am Tejina Raul from grade 6. I am from Blue House. It is my pleasure to be on this side to congratulate all my brothers and sisters who have passed the SSLC examination of the year 2067. So congratulations all of you and also wish you for your bright future. Thank you. विद्यालयले मलाई जिम्मेवारी दिएको छ र त्यसको लागि म यहाँ आउन पाउँदा म खुसी पनि भएको छु। Congratulate SSLC graduates of this school. I would like to wish for your best future on the behalf of this school. I would like to especially congratulate Mr. Suresh Mahajan, the only distinction holder of the year 2067 from our school. Lastly, I would also like to wish all the best for my seniors of grade 10. Thank you. यो 4 जना भोलन्टियर भाइहरु पनि यहाँ आइदिनु पर्यो। सुरु हुन आँटिरहेको छ र हामीलाई लाग्छ यहाँहरूले यसलाई राम्रोसँग मनोरञ्जन तरिकाले खेल्नु हुनेछ र हजुरहरूले यहाँ अगाडि यहाँ हाम्रा बालबालिकाहरूले जुन रङ देखाइरहनु भएको छ भनेको रङ जसले पहिला छोडिदिनु हुनेछ उहाँ नै विजेता हुनुहुनेछ
नियम त्यही नै छ जुन मैले रङ भनेको छु भन्छु एकछिनमा। जसै बेला रङ सुरु हुनेछ उहाँलाई यसको विजेता हुनुहुनेछ। अब खेल सुरु हुन गइरहेको छ। नियम हामीलाई याद भयो होइन त हजुर? मैले भनेको रङ चाहिँ पहिला छोडिदिनुहुन्छ, उहाँ नै यसको विजेता हुनुहुनेछ। त्यसपछि अब खेल रङ टिमले के रातो सेतो पहेँलो हरियो नीलो। हजुर फर्केर आइदिनु होला। एकपटक फेरि खेलौँ, एकपटक फेरि खेलौँ। म रङ भन्दैछु, एउटा रङ भन्छु, त्यसपछि पहिला रङ छुने नै उहाँ विजेता हुनुहुनेछ। म रङ भन्दैछु, ठिक छ नभए उहाँको हुन्छ रातो। सरी माफ गर्नुहोस्, हामी सबैलाई भएन। यसो भन्दा हामीलाई केही अब हामीमध्ये कोही विजेता हुनु भएन। हजुर अब अहिले पनि छन्। यो हामीले कुदेर खेल्ने खेल, जितेर खेल्ने खेल होइन रहेछ। यहाँ रङहरू देखाइरहेको थियो, रातो पहेँलो हरियो नीलो। त्यस्तै रङ हाम्रो यहाँ अभिभावकज्यूहरूको पनि ठाउँ ठाउँमा राखेको थियो। मैले रातो भनेर यहीँ छोइदिएको भए उहाँ विजेता हुनुहुन्थ्यो, तर त्यस्तो भएन। त्यसकै लागि गर्न खोजेको। हामीसँग पनि धेरै कुराहरू हुन्छन्, हाम्रो नजिकै हुन्छ, हामीसँग धेरै कुराको समाधान हुन्छौँ। हामी त्यसलाई कुदेर कहाँ हामी गइरहेका हुन्छौँ खोज्नलाई। त्यही एउटा यो खेल खेल्दा लाज मान्नु पर्दैन। यो खेल खेल्दा पहिलोपटक मैले पनि हारेको थिएँ। आफै कुदेर फर्स्ट भयो, हार्यो एक ठाउँमा हारेर आइसकेका थियौँ। तर यसमा सबैको जित भएको छ। धेरै कुराको समाधान होसियारी हामीसँगै हुन्छ र त्यसैले यो थाहा भइ नै हाल्यो। जुन रङ भनेको थियो हामीसँग रङको नम्बर थियो, ख्याल गरेनौँ, ठुलो भए हामी विजेता हुन सक्थ्यौँ। त्यो दौडेर जित्ने खेल होइन रहेछ। यो चाहिँ धेरै कुराका धेरै समस्याको समाधान आफ्नो वरपर आफ्नो नजिकै हुन्छ भन्ने यसको सन्देश दिनको लागि यो खेल चाहिँ हामीले आयोजना गरेको छौँ। यसमा यदि कसैले यसो छोएर विजेता हुनुभएको भए पनि ज्यादै राम्रो काम गर्नुहुन्थ्यो। आफ्नो चाहिँ त्यो विद्यार्थीलाई एकदम राम्रो किसिमको सन्देश सायद उहाँले दिन सक्नुहुन्थ्यो। तर ठिकै छ, अब यसको बदलामा यहाँ हामी आलु कसलाई को पोल्ने हो, आलु कसलाई को पोल्ने हो, को चाहिँ आउट हुने हो। त्यही हो खेल, तातो आलु पोल्छ बस्यो छोड्नु हुँदैन, पाप गरी। यहाँ हाम्रो तीन नम्बरको जुन अब खेलाडी हुनुहुन्छ विद्यार्थी भाइ बहिनीहरू, आफ्नो अभिभावकको हातमा हाल्नु नपरोस् है, कामना गरौँ। रातो कार्ड लाउने 6 नम्बरका अभिभावक आउट हुनुभयो, उहाँ बाहिर पस्दिनु होला। धेरै लामो नबजाइदिनु होला।
सकिन्छ। अब एकजना जित्नुहुन्छ अब ल मादल हात एकछिन हुनुपर्छ। सबै अभिभावकको खेल्नुभयो, उहाँहरूलाई धन्यवाद। निकै रमाइलोसँग खेल्नुभयो, सबैलाई रमाइलो प्रदान गर्नुभयो, मनोरञ्जन दिनुभयो। हाम्रो 7 नम्बरको अतिमा साई कक्षा 4का तीर्थ साईज्यूलाई हामी घडी उपहार दिँदैछौँ पुरस्कार स्वरूप। यस्तै गरी ठिकठिकै आधा फुलो परेकी अर्कीसम्म खिनेकी त्यही चाहिँ मुलो परेकी मेरो बिहा कसले गर्ने होइन नअटालिने तेरो लगाउनु सक्छ भन्दैछु। अब तेरो कर्मै खोटो छ त मैले के गर्नु आफ्नो पार्नु मात्रै खोज्छु कस्तो जाऊ मेरो बसिएको क्या हो मैले कति मात्रै किन्नु कति भन्नु रुद्र अहिले मेरो खास लगनचरी 3 जुर्ने ए गोकर्ने आफ्नो घरमा दिने दौले साउ हुन्छ तेरो हातै एउटा मात्रै मलाई भेट्टा बाबु दुर्गाले नोरी छाड्यो। छोरी भन्ने उनीहरूका जति सबै पैसा गइसके छिप्पिसके काटेर अब आउने बेर छैन। यसपालि पनि जानु कुरो त्यस्तै ठुलो बेर छैन। मैले के गर्ने झोलकुटियाको कुरा मैले कहिले गर्ने ए गोगाले तेरो खुकुर मुटोबाट तर सुपुत्रलाई हेर्नु भए भात खाने घर त अहिले तल मैले भेटेको छु आउँछु।